पछाडि पछाडि के हो त्यहाँ केही पसल ससल छ कि क्या हो? हेलो प्लिज यो हलभित्र चाहिँ नबोलौँ त, हलभित्र नबोलौँ। ठिक छ, केन्द्रीय सदस्यहरू बाहेक अरू साथीहरू बाहिर जानु भए हुन्छ र बोल्न चाहिँ एकदम मनाइ छ, ठ्याम्मै। आवाज बन्द भयो। त्यता आवाज बन्द भयो साथीहरू? ल ठिक छ, आवाज त्यहाँ बन्द होस् है। कोही कोही पनि नबोल्ने, अर्कोलाई नबोल नभनौँ न, सिद्धिहाल्यो नि। आफू पनि नबोल्ने, अर्कालाई नबोल पनि नभन्ने। अच्छा, त्यसो भएर हाम्रो एकता, म केन्द्रीय कमिटीको यस बैठक मार्फत सिङ्गो पार्टी पङ्क्तिलाई एकताबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्ने भूमिकामा, पार्टीका निर्णय कार्यान्वयन भूमिकामा प्रस्तुत हुन आग्रह गर्न चाहन्छु। अब हामीले यस आन्दोलनमा हामी त अरूलाई साथ लिने हो, अरूसँग मिल्ने हो, अरूसँग मिलेरै आन्दोलन गर्ने हो। जो आन्दोलन गर्न सक्छ, जो आन्दोलनमा आउन सहमत हुन्छ, जो आन्दोलन गर्न तयार हुन्छ, ती शक्तिहरूसँग हामी मिलेरै अगाडि बढ्ने हो। म देशका सम्पूर्ण राजनीतिक दलहरू, सङ्घ संस्थाहरू, बौद्धिक समुदाय, नागरिक समाज सबैलाई एकताबद्ध भएर लोकतन्त्रको पक्षमा, संविधान रक्षाको पक्षमा, संसद पुनर्स्थापनाको पक्षमा एकजुट हुन र अगाडि बढ्न आग्रह गर्न चाहन्छु। यो देश सबैको हो, एमालेको मात्रै होइन। एमालेका रिसले अन्यथा गर्दा भोलि नेपालको अस्तित्व रहे झैँ नेपालको विकास, नेपाल एउटा खास इतिहास भएको देश, त्यसको खास पहिचान आगामी दिनमा पनि बनाउनु पर्नेछ। त्यस अभिभावनाबाट हामी नछुकाउँ, म सबैलाई आग्रह गर्न चाहन्छु। विभिन्न कालखण्डमा कतिपय कारणले कतिपय साथीहरू